यो एससी दिने विद्यार्थी भाइ बहिनीलाई सहयोग पुगोस् भन्ने हिसाबले मैले यो युट्युब भिडियो बनाएर अपलोड गर्न सुरु गरेको थिएँ। मैले पोहोरदेखि यो सुरु गरेको थिएँ है। जस्तै यहाँनिर यो अहिले म मोडल क्वेसनको यो सेट 2 को क्वेसन गर्दैछु। 15 मा आउने क्वेसन नम्बर 15 मा आउने। जस्तो तलको तालिकामा 50 उपभोक्ताहरूको मासिक विद्युत खपत युनिटमा दिएको छ है। जस्तै यहाँ द monthly consumption of electricity in units of 50 consumers is given below। अब यहाँ विद्युत खपत त्यस्तै उपभोक्ताको संख्या दिएको छ। यसले के भन्छ भने निरन्तर श्रेणीको मध्यका पत्ता लगाउने सूत्र लेख्नुहोस् है। राइट द फर्मुला टु फाइन्ड द मिडियन अफ अ कन्टिन्युअस सिरिज। दिएको तथ्याङ्कको रित पर्ने श्रेणी र मध्यका पर्ने श्रेणी पत्ता लगाउनुहोस्। फाइन्ड द मोडल क्लास एन्ड मिडियन क्लास अफ द गिभन डेटा। दिएको तथ्याङ्कको मध्यका गणना गर्नुहोस् अनि क्याल्कुलेट द मिडियन अफ द गिभन डेटा। अब कहमा के माथिको गणनाबाट रित श्रेणी र मध्यका श्रेणी एउटै पाउनुभयो के यी सधैँ उही हुन्छन् कारण दिनुहोस् भनेको छ। अनि did you find the model class and median class same from the above competition? Are they always same or not भनेर रिजन मागिरहेको छ। यो एकदम सजिलो छ है। अहिले मैले यो एसई मोडेल हामी जम्मा 3वटा सेट छ, सेट 1, सेट 2, सेट 3। मैले योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले सेट 1 को गरेको थिएँ र यो चाहिँ मैले सेट 2 को चाहिँ गरिरहेको छु। र यसले नम्बर 1 मा के सोधिरहेछ भने जस्तै यहाँ है त हामीले नम्बर 1 मा सोधेको क्वेसन छ। जस्तो निरन्तर श्रेणीको मध्यका पर्ने सूत्र पत्ताउनुहोस्। मध्यका पत्ता लगाउने सूत्र लेख्नुहोस् भनेछ के हैन। निरन्तर श्रेणीको मध्यका पत्ता लगाउने सूत्र। अब मध्यका पर्ने स्थानको भनेको छैन, मध्यका पर्ने चाहिँ भनेछ नि हामीले हैन। मध्यका पर्ने भनेपछि अब हाम्रो यहाँनिर यो आइदर हामीलाई ए अथवा क हुन्छ हैन। निरन्तर भनेको 10 20 20 30 30 40 यस्तोलाई भन्छ है। अब हामीले के गर्नुपर्छ मध्यका पत्ता लगाउने सूत्र भनेछ नि त। मध्यका मिडियनको एल प्लस अब यहाँ मध्यका भनेपछि n/2 माइनस सीएफ बाई एफ अनि मल्टिप्लाई आई। हामीले यतिले लेख्नु पर्छ। यो चाहिँ हाम्रो कन्टिन्युअस सिरिजको लागि मध्यका पत्ता लगाउने सूत्र चाहिँ हामीलाई यो भयो। अब हामीलाई यसले के भन्छ भने दिएको तथ्याङ्कको रित पर्ने श्रेणी र मध्यका पर्ने श्रेणी पत्ता लगाउनुहोस् भनेछ। अब त्यो रित त हेर्दा पनि थाहा भइहाल्यो। सबभन्दा धेरै बारम्बारता भनेको 15 हुनाले 70 देखि 80 मा पर्छ हैन। अब मध्यका पर्ने श्रेणी चाहिँ कुन हो भनेको कुरा चाहिँ यसको सीएफ तालिका बनाएर हामीले हेर्नुपर्ने हुन्छ। अब हामीले यो टेबल बनाउँदैछौँ सीएफ टेबल है। जस्तै यो विद्युत खपत हैन 50 60 60 70 70 80 यस्तो गरेर 100 सम्म छ। यसको फ्रिक्वेन्सी बारम्बारता यसरी दिएको छ हैन। सीएफ भनेको यो चाहिँ सञ्चित बारम्बारता हो। जोड्दै लानु पर्यो। पहिला 6 लाई लानु पर्यो। 6 मा 8 जोड्दा 14 14 यसलाई जोड्दाखेरि यो 29 यसलाई जोड्दा 1 41 यसलाई यसो जोड्दाखेरि चाहिँ हाम्रो 50। यसलाई चाहिँ हामीले क्रस गरेर जोड्नु पर्यो नि त। पहिला 6 लानु पर्यो। 6 + 8 14 14 + 15 29 21 + 12 41 41 + 9 गर्यो। यसलाई यसरी जोड्दा पनि हाम्रो 50 नै आउँछ है। अब यसले भनेछ हामीलाई रित पर्ने समूह श्रेणी भनेको छ है। जस्तै यसलाई हामीले रित पर्ने श्रेणी। अब रित भनेको सबैभन्दा धेरै दोहोरिएको मान। यहाँ सबभन्दा धेरै दोहोरिएको 15 हुनाले रित पर्ने श्रेणी चाहिँ 70 देखि 80। यसको लागि छुट्टै तालिका के बनाउनु परेन। यो सबैभन्दा धेरै बारम्बारता भनेको 15 हुनाले 70 देखि 80 मा पर्छ है। अब मध्यका पर्ने श्रेणी पनि पत्ता लगा भनेको छ। त्यसैले अब यसको लागि चाहिँ मध्यका पर्ने स्थान चाहियो क्या। मध्यका पर्ने स्थान कहाँ पर्छ मध्यका भन्दाखेरि n/2 मा पर्छ हैन। अब n भनेको हाम्रो कति छ 50 लाई 2 ले भाग गर्दाखेरि हाम्रो 25 औं पदमा पर्छ। हाम्रो मध्यका चाहिँ 25 औं पदमा पर्छ हैन। अब सीएफ बाट हेर्दाखेरि यो 25 औं पद चाहिँ कहाँ पर्छ भन्दाखेरि यहाँ ठ्याक्कै 25 छैन।
यहाँ ठ्याक्कै 25 छैन 25 भन्दा ठुलो भनेको 29 हो यो 25 औं पद भन्दा ठुलो 25 औं पद भन्दा ठुलो 29 हुनाले हाम्रो मध्यिका पनि इने पर्छ है अब हाम्रो यहाँ लेख्नु पर्यो मध्यिका पढ्ने श्रेणी है मध्यिका पढ्ने श्रेणी पनि कहाँ पर्यो त 70 देखि 80 मै पर्यो एउटै पर्यो के हाम्रो रित पनि 70 देखि 80 नै पर्यो मध्यिका पढ्ने श्रेणी पनि 70 देखि 80 नै तर यसले मध्यिका निकाल चाहिँ भनेको छैन बाँकी क्वेशन पढौं अब यसले नम्बर ग मा गएर भन्यो कि मध्यिका निकाल्नुस् भन्ने कुरा चाहिँ गर्यो है हामीलाई अब नम्बर ग मा हामीले के गर्नु पर्यो भन्दाखेरि यहाँ चाहिँ अब हामीले मध्यिका निकाल्नु पर्यो के नम्बर ग मा चाहिँ अब हामीले मध्यिका है मध्यिका बराबर हाम्रो फर्मुला L प्लस हैन के हुने भयो n/2 माइनस CF by F मल्टिप्लाई हाम्रो के हुन्छ I हुन्छ हैन अब यस पछाडी हाम्रो जानेर मध्यिका पर्छ त्यो हाम्रो L अनि यो भनेको हाम्रो F अनि CF चाहिँ एक स्टेप माथि हुनेछ है त्यसपछि यसको अब मान राखौं न L भनेको 70 n/2 भनेको यही आएको छ 25 25 यसको CF भनेको 14 F भनेको 15 I भनेको यसको फरक 10 अब बराबर 70 प्लस अब यसलाई हामीले टाइप हान्दा पनि मिलाउनु पर्यो हैन जस्तै पहिला AC अन गरौँ हैन जस्तै 25 माइनस 14 अनि बराबर हान्नु पर्यो मल्टिप्लाई 11 फेरि यसलाई पनि के गर्नु पर्यो इक्वल हान्नु पर्यो डिवाइडेड 15 यसलाई इक्वल गरेपछि यो कति आयो त 7.33 आयो फाइनली अब यसमा प्लस 70 गर्यौं भने हैन हाम्रो एन्सर कति आयो त 77.33 77.33 चाहिँ हाम्रो के भयो त एन्सर चाहिँ भयो है अब यसरी भयो अब नम्बर घ मा सोध्छ के माथिको गणनाबाट रित पढ्ने र मध्यिका पढ्ने श्रेणी एउटै पाउनु भयो के यी सधैं समान हुन्छन् भनेको छ हामीले हैन अब यहाँ नम्बर घ मा चाहिँ हामीले सोही आन्सर लेख्नु पर्यो नि त हैन नम्बर घ मा चाहिँ हामीले एउटै हुन्छ भन्नु पर्यो हैन अब यहाँ चाहिँ रित पढ्ने श्रेणी र मध्यिका पढ्ने श्रेणी हैन मध्यिका पढ्ने श्रेणी एउटै हुन्छ श्रेणी एउटै हुन्छ हैन हामीले यहाँ त्यो पाउनु भयो भनेको छ त्यसैले एउटै हुन्छ हैन यो रित पढ्ने श्रेणी मध्यिका पढ्ने श्रेणी एउटै हुन्छ अब यसले के भनेको छ भने यो सधैं हुन्छ भनेर हामीले सोधिरहेछ है अब यहाँ चाहिँ पाउनु भयो त यो चाहिँ हो पाइयो के यी सधैं उही हुन्छन् भनेर हामीले फेरि सोधेको छ हैन यो चाहिँ सधैं हुँदैन हैन यो चाहिँ सधैं हुँदैन किनकि हैन रित बारम्बारतामा निर्भर हुन्छ हैन यो सधैं उही हुँदैन के हाम्रो रित चाहिँ बारम्बारता यो त सबैभन्दा जसको मान धेरै ज्यादा दोहोरिन्छ त्यही हुन्छ बारम्बारता तर अब मध्यिका त यो संख्याको आधारमा तलमाथि पनि हुन्छ त्यसैले यो दुईटै तलमाथि हुन सक्छ के त्यसैले यो सधैं चाहिँ उही चाहिँ हुँदैन हैन रित पढ्ने श्रेणी र मध्यिका पढ्ने श्रेणी एउटै भयो अनि हाम्रो यो हिसाबमा सधैं एउटैमा पनि पर्दैन फेरि किनभने यो त अब हाम्रो कहिले तलमाथि हुन्छ हैन जस्तै यो त अब यहाँ बढी भयो हैन जस्तै हिसाबमा त यहाँ देखियो तर यो 15 भन्ने कुरा त यहाँ नभए यता मास्टर पनि हुन सक्छ हैन यो 15 यहाँ मास्टर भएर मध्यिका यहाँ तल पनि हुन सक्छ त्यस हुनाले बारम्बारता चाहिँ यस्तो हाम्रो के भन्छ
रितो भर पर्ने हुनाले यो सधैँ एकै नासको नहुन सक्छ क्या, एकै ठाउँमा सधैँ नहुन सक्छ भन्ने कुरा चाहिँ हामीले लेख्नु पर्ने चाहिँ हुन्छ। र यो भाइ बहिनीले हेर्नु पर्ने हुन्छ, किनभने मैले यहाँनिर टाइम हालेर मैले पढाइनँ, यो एकदम धस्त आफैले लेखेर पढाइरहेको छु। यसबाट कति बुझिन्छ के कसरी हुँदैछ भन्ने कुरा हो, यो अत्तलेर पढेर पनि हुँदैन। र यो मेरो पनि आफ्नो भाइ बहिनी विद्यार्थी भाइ बहिनीले होस् भनेर पनि बनाएको हो, र बाहिरको भाइ बहिनीले हेर्दा पनि सही छ, ठिक छ, होइन केही छैन, र भाइ बहिनी कमेन्टहरू गर्दै जाने।